वेलकम टु माई अनदर भ्लग है गाइस। तपाईँहरूलाई मेरो भ्लगमा फेरि पनि स्वागत गर्दछु र मैले चाहिँ अब डेली जस्तै भ्लग हाल्ने मेरो मनस्थिति छ र यहाँ मलाई साथीले मोटिभेट पनि गरिरहेको छ सधैँ यसो भिडियो हालिराख्नु पऱ्यो हेर्न यहाँ भिडियो आएन भनेर गुनासो गरेकोले म भिडियो बनाइराख्दैछु है। अब पिटी चोकमा आयो हामी चाहिँ आज हाम्रो गुरुको स्पेसल फेभरेट थकाली खाना हाउसमा जाँदैछौँ। त्यो चाहिँ तपाईँहरूलाई देखाउँदैछु है। पिटी चोकबाट सिधा लेफ्ट लागेर पुरानो एयरपोर्ट हुँदै जाने अनि पुरानो एयरपोर्टमा गइसकेपछि कता जान्छ अब तपाईँहरूले भिडियो हेर्नु टक्क बनाउँदैछु। र आज चाहिँ हामी जिमबाटै घर नगएर प्लानिङ त हिजोदेखि नै थियो तर पनि मैले घरमा इन्फर्म गर्न अलिकति बिर्सेँ। त्यही भएर मैले अलिअलि डाइरेक्ट पनि खाएको छु घरमा। यसो आमाले यसो गाडी पनि हाल्नु भयो। अब बेलुका मैले खानुपर्छ त्यो घरमा पाकेको खाना चाहिँ। र साथीहरूले चाहिँ अब पहिले इन्फर्म गरेको रहेछ घरमा। सो आज हाम्रो स्पेसल थकाली खाना खाने भनेर हिँडिरहेछौँ। साथीहरू पनि आउँदै हुनुहुन्छ पछाडि गुरु र रोमन जिग्री। सो गाइस भिडियो हेर्नु माया गर्नु र म भिडियो चाहिँ अब भिडियोस आइरहेको छ अब कन्टिन्यू। र हामी चाहिँ प्रायः थकाली खाना एकदम खान जाने भएको कारणले गर्दा अब छिटो नै भिडियो फेरि अर्को फ्राइडे पनि आउन सक्छ होइन होइन जिग्री। अब हाम्रो दाइले त्यहाँ दाइको स्पेसल छ अरे र खै प्रोग्राम जस्तो छ अरे अनि उहाँले चाहिँ फ्राइडेलाई है भाइ मेरो तर्फबाट भन्नुभयो हर्छु है। अब नाइ भन्न त मिलेन अब त्यस्तो माया गरेर जाम भनेपछि होइन त फेरि। सो गाइस ल तपाईँहरू पनि हेल्दी फुड खान मन लागेछ भने थकाली नै ट्राई गर्न न्यू प्लेसको ट्राई गर्न मन लागेछ भने यो न्यू पुरानो एयरपोर्टको साइडमै छ नजिकै। फेमस हो पहिलेदेखि चलेको नाम चाहिँ म तपाईँलाई अहिले गएर देखाउनु चाहिँ मलाई अलिक त्यति याद भएन। सो हेर्नु होला गाइस। आज चाहिँ हाम्रो जिबी राइडर हो। म चाहिँ पछाडि बसेर भिडियो गर्दैछु। रमाइलो छ आज वेदर पनि बवाल छ। फेरि आज चाहिँ पोखरामा एकदमकै माथि डाँडातिर यो एकदम मस्त परिरहेछ। हिजो पानी आएकोले महाशिवरात्रि पनि ठिकै ठिकै भयो। औखु पड्काइयो उखु पनि खाइयो है। अब ढिलै भयो भने सबैलाई शुभकामना भन्न चाहन्छु। अहिले लेट भए पनि अब भिडियो हेर्नु होला हेल्दी हुनु होला भन्ने हामी लक्ष्मी भएको साथी पनि आउँदैछ। गुरु र रोमन जिग्री आउँदैछ। सो तर ब्याकग्राउन्डको त दामी लाग्यो रुखकै है जिग्री यस्तो बवाल आएको छ क्या रुखको भिडियो ल। सो यो माई गुडनेस दामी खाना खाने ठाउँ पनि आइसक्यो। एयरपोर्ट थकाली भान्साघर। We are already here, guys. Airport Thakali Bhansagor. Party. मेन हाम्रो गुरुको बेस्ट थकाली भान्साघरमा आइपुग्यो। यसो घिउ सर्र बनाएर खाने त्यसपछि सर्र थुकाउँछ सर्र होइन जिउरोमा थुकाउँछ अनि सर्र बनाएर सर्र। आजको दाबी त भातको दाबी अब को विनर हुन्छ दुईजनामा जसले धेरै थाहा छ त्यसलाई अहिले 500 दिने। को विनरलाई 500 है दुईजनाको हेर्नु होला। तपाईँहरू बिहोसी हुन्छ कि दिनु खाएको त्यो मेरो साथीहरू बिहोस हुनु हो भिडियो हेर्नेहरू। ल 1 2 3 गुरु हजार सुरु ल।
थप खाना अहिले पहिला भ्याउहरू त गर के छ म चाहिँ अरू धेरै खाने पापड खानुपर्छ कि जस्तो चाहिँ कस्तो छ यस्तो यहाँको त बवाल आउँदैछ है कति आत्ती भयो तिम्रो हेर ल हाम्रो हेन्सी बोयले चाहिँ दौरा हान्दैछ उसले फेरि खाना फेरि यस्तो मिठोले खान्छ यति बवाल खाइदिन्छ 10 थाल भन्ने नि हुन्छ दाल पनि ल्याउनु अनि मासु पनि हाल्नु यता पनि हाल्दै हुन्छ हालम हालम के हुन्छ मटन मलाई त्यो दाल ल्याउनु मटन मटन चिकन दाल हाल्नु कस्तो छ भन्नु पर्दैन है कस्तो छ भन्नै पर्दैन किन भन्दा कतिचोटि आयो तिमी भन यो ठाउँमा 15 चोटि जिर कतिचोटि आएको 10 चोटि 2-3 चोटि 3 चोटि आएछ उसले चाहिँ अनेस्ट भन्यो तिम्रो चाहिँ पत्याउने यार 15 चोटि भनेर गफ लगाइदिन्छ फेरि गफ त नहानु धेरै साह्रो गफ हानेको यार यहीँ खाएर जान्थ्यो कति मिठो खाएको आइसक्यो एक ठाउँ हालिदियो हुनु त केही फरक पर्दैन नि त्यो मैले चाहिँ बोइल र छुट्टा छुट्टा राखिदिनु भनेको मेरो आयो है हुन्छ ओके त्यसो मेरो अरे वाह म एकछिन पछि आउँछु है त ल गाइस फाइनली मेरो डिस चाहिँ रेडी भयो है रेडी भएर आइसक्यो जिग्रीको चाहिँ अन्डा है फाइनली जिग्री चाहिँ खाना नखाने रे एकदम बवाल भयो अन्डा खाने रे राइटिङमा छु क्या आजको ताबी त हाम्रो मन भाइ लजिटी है नदेखेको ल मेरो चाहिँ स्पेसल डिस है एकदम मिठो तर यतिले अगाइन्छ जस्तो लागेन मलाई झिक्री अन्डा आइसक्यो होला नि बोइलले है आउँछ कतिचोटि थप्यो भात र एकचोटि उता 2 चोटि यहाँ चाहिँ अब कसले बढी खाने भन्ने कम्पिटिसन भएर 500 प्राइज मलाई जित्दै जित्दैन मलाई जित्नु पनि सक्दैन खाने खानु पऱ्यो
थपौँ एकचोटि खान्छ नि जम्मा 3 चोटि भयो खानु परिहाल्यो खाना नि अलि होसियार भएर खानुपर्छ मलाई खानु न खतरा गएको छ खाइदिएको मटनको झोल ल्यायो हरिम छ मिठो तर गरे हुन्थ्यो क्या मिठो नि अलिक मिठो गरेर खाऊ है मिठो नभए है होइन भिडियोमा त राम्रो आउँछ मेरो त खाएको अचार ल्याएर चिकन खानु जिरी रमन जिग्री कति चिटी भयो आफ्नो तर थगाली खाना त मेरो डाइट खतरा है तर जिग्रीलाई अलिक सस्तो परेन आज पार्टी खुवाउने मान्छेलाई पैसा अलिकति कम हुने भयो है आज 100-200 भने कम पर्नेहरू मुख मक्ख छ खुसी छ सायद जिग्री बुझ्छु नि म जिग्रीलाई राम्रोसँग बुझ्छु कि बोइल चिकन बन्नै टाइम लाग्छ अनि कति होइन दही खानु पर्ला अब अघि चिकन लिएर आएको छ है एकले देखेको छ 5 केजी छ है गर्नु दिन्छ चलन 5 केजी कुरा पठाइदिएको गाउँबाट ठुलो लो गिरिरहेको छु हुन त गाउँमा पालेको त फेरि राम्रो हुन्छ कुरो जस्तो भयो नि गरेन अलिकति 1-2 दिनमा गर्ने अरे हुन्नको त्यस्तो यार त्यो लोकल कुरा त्यस्तो बनाउनु म तिमीलाई छुट्टै ठाउँमा गर्छु नि यार बार्बी गर्ने हो त त्यस्तो गर्नुपर्छ कि कस्तो कि यसलाई यो बोइललाई चाहिँ घिउमा फ्राई गरिदिने कि कस्तो हुन्छ घिउमा अलिकति नुडल्स पनि हालेर अलिकति बेसार हालेर हजुर अलिकति गरिदिनु कि घिउ पनि लगाइदिनु है त्यो झ्याला राखेँ मलाई चलाउने सरी यार म सरी भन्न चाहन्छु किन भन्दाखेरि मैले सेवा त
उहाँहरूबाट लिन्छु र उहाँलाई त्यही अनुसारको फेरि मैले प्राइस पनि दिन्छु नि त, त्यही भएर उहाँहरूले त्यस्तो दुःख मान्नु हुँदैन। र मैले त काम त हराउनु त पाइहाल्यो होइन गुरु, पैसा तिरेपछि त्यो सामान्य कुरा हो क्या, हामी पे गर्छु नि त फेरि त्यसको, फेरि त्यस तिनीहरूको दुःख हो कि नै भने चाहिँ त्यस्तो दुःख दिएको भन्नु न। सो कस्तो लाग्छ यो चाहिँ म कति सेकेन्ड टाइम होइन गुरु, सेकेन्ड टाइम राम्रो लाग्यो मलाई, सेकेन्ड टाइम ठिक छ। गुरुलाई मनपर्ने भएपछि म पनि लगभग मेरो नि सेकेन्ड बेस्ट ठाउँ, गुरुको फर एभर बेस्ट, मेरो सेकेन्ड बेस्ट, रोमनको पनि सेकेन्ड बेस्ट। उसको चाहिँ 15 चोटि आयो आउन त, तर कतिको बेस्ट हो, तिमी नम्बर 1मा पर्छ कि 2मा पर्छ यो त्यो ठाउँ खाना? उस्तै उस्तै हो सबै। सबैभन्दा जान मनपर्ने ठाउँ कुन हो त नि भने? नाङ्लो कस्तो लाग्यो? लास्ट टाइम तिमीले कति खाएको नि त्यो पोर्क ग्रेभी? त्यो दाउराको कस्तो लाग्यो तिमीलाई? ठिक छ है, काठमाडौँको ब्रान्च रहेछ त्यो। 10 मा 8, यहाँको कति? 10 मा 9 भनेपछि यहाँको राम्रो लाग्दो रहेछ होइन? जिग्रीलाई कहाँको? उसलाई नाङ्लोको नम्बर 1 मन्त्रको 10 मा 10 रे मन्त्रमा। तर मलाई चाहिँ मन्त्रको अलिक चिसो चिसो लाग्यो, त्यहाँको धेरै वेट गर्न पर्ने। ल हेर्नु मान्छे त वाइल्ड छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले कति धेरै आएको छ। उहाँ दाइहरूको ग्रुप छ, यता पछाडि पनि हुनुहुन्छ। यो ठाउँ त एकदम फेमसै छ, सक्नुहुन्छ। आज चाहिँ हाम्रो स्पेसल ह्यान्डसम गोरे ह्यान्डसम सोल्टाको पार्टी हो, उसको बर्थडे हो जिग्रीको, बर्थडे पार्टी। उता ह्यान्डसम पनि कम छैन, ऊ पनि रोमन रिङकै भाइ जस्तो छ, खतरा ह्यान्सी होइन गुरु? ह्यान्सी छिटो, उसलाई खानामा कसले सक्छ। उसले आजको 500 पनि जितिहाल्यो फर्स्ट प्राइज, ऊ चाहिँ सेकेन्ड हार्यो, हारुवा हो। जम्मा 3 चोटि थपेको, ऊ चाहिँ 4 चोटि थपेको। 2 चोटि थप्यो उसले, 2 चोटि, उतातिर 3 चोटि होइन, 4 चोटि उसले चाहिँ। के झुट बोल्यो भन्नु होला, यहीँ देखाइदिन्छु, मैले भिडियोमै देखाइदिइरहेको छु। सबले कुर्सा पनि खाइदिन्छ, यस्तो छ कुर्सा नि त वाक टोकिदिन्छ। गाइज यो पनि खानुपर्छ क्या, सलाद पनि कहिले काहीँ यसरी। थ्याङ्क यू। मेरो डिस आइसक्यो, अब फुल्ली हानिदिने हो पुरै एउटा। माई गड नि, सुविधा त दिएकै होइन, मेरो माल आइसक्यो। म एकछिनपछि ट्राई गर्छु है त, कसो हो। के अरे जिग्रो, जिग्रो 2 जना मिलेर मेरो कुरा काटिरहेको होइन। कहिले थप्ने हो? थप नि थप कि लजाउनु पर्दैन, खाना खाने नि के लजाउने हो? सलाडिसमै के भन्छ ड्रग, के ड्रग्स यस्तो। म दही खान्छु कुरो, म दही खान्छु एउटै। टिकट पनि काट भन्ला तर नाला, यो मान्छे त फेरि लास्टमा त यस्तै गर्छ क्या। गरम जिग्री दही खान्छु भनेको त खाऊ के अरे, अनि पछि टिकट पनि भन्ला जस्तो गरे यस्तो हरामी। मेरो डाइट एउटा खाइसक्यो।
ल दुईजना जिगिरीहरूको डाइट राम्रो चल्दैछ कस्तो छ ठिकै छ जिगिरीको अन्डा कस्तो छ अन्डा प्रोटिन हाई इन प्रोटिन यता खाना सकेर नै अझै अन्डा सुरु हुँदैछ अहिले खानु त हुन्छ है तिम्रो त फ्राई है चाँडो त कोही अगाडि नै भन्यो भने आठवटा भन्दा म 10 खानु कति जरा गुरुले 30 त खाएको रहेछ गेममा आज भन्दा भोलि जिम्मा सुनाउँछ उसले थापा भन्ने भएन भन्छ नि त अगाको बेला भन्ने जसरी थप्दैन थाहा आयो जसरी थप्दैन थाहा किन जाने रहेछ भोलि गर्छन् र नास्ता गर्छन् र अहिले कि अगाएको पेटमा अब त भिडियो त सबै प्रुफ हैन पानी पानी खायो बोतल फोडेर चाहिँ डेजर्ट हो मेरो चाहिँ उ आयो स्पेसल लोकल योगर्ट र यो गुरुको चाहिँ बेस्ट इनर्जी ड्रिङ्क्स रेड बुल ओरिजिनल हो उहाँ चाहिँ हाम्रो ओनर दाइ हुनुहुन्छ के खायो ओन्ली पानी मन तातो पानी खाएन थ्याङ्क यू सो मच ल भिडियो हेर्दै हुन र गाइस आजलाई चाहिँ मैले भिडियो यही टुङ्गाउन चाहेँ होइन थ्याङ्क यू सो मच फर वाचिङ